रोनाल्डोले बनाएको केही यस्ता वर्ल्ड रेकर्डहरू जसलाई मेस्सीले सपनामा पनि तोड्न सक्दैनन्। भन लास्टको रेकर्ड त रोनाल्डो आफैले पुनर्जन्म लिए भने पनि तोड्न सक्दैनन् होला। नम्बर 3 रोनाल्डोले पोर्चुगलको लागि आफ्नो इन्टरनेशनल करियरमा टोटल 140 वटा गोल हानेका छन्, जुन फुटबल हिस्ट्रीकै सबैभन्दा धेरै गोल हो। कम्पेरिजनको लागि मेस्सीले अर्जेन्टिनाको लागि 121 वटा इन्टरनेशनल गोल गरेका छन्। मतलब यदि मेस्सीले अझै 10 वर्ष इन्टरनेशनल फुटबल खेले भने पनि रोनाल्डोको रेकर्ड तोड्न एकदम गाह्रो छ। नम्बर 2 6 वटा फरक फिफा वर्ल्ड कपमा गोल हान्ने एकमात्र खेलाडी रोनाल्डो हुन्। उनले 2006 देखि 2026 सम्म टोटल 6 वटा वर्ल्ड कपमा गोल हानेर यो रेकर्ड बनाएका हुन्। अर्कोतर्फ मेस्सीले 5 वटा वर्ल्ड कपमा मात्रै गोल हानेका छन्। मेस्सीले 2010 को वर्ल्ड कपमा एउटा पनि गोल हानेका थिएनन्। अब लास्टको वर्ल्ड रेकर्डको बारेमा जान्नु भन्दा पहिला मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु। नम्बर 1 रोनाल्डोले आफ्नो युट्युब च्यानलमा एक हप्ता भित्रै 50 मिलियन भन्दा धेरै सब्स्क्राइबर पुर्याएका थिए, जुन रेकर्ड कसैले पनि तोड्न सक्दैन। रोनाल्डोलाई युट्युबर भन्नेहरू मेस्सीको पनि एउटा युट्युब च्यानल छ, तर स्याडली च्यानल बनाएको 20 वर्ष पुग्दा पनि उनको च्यानलमा 4 मिलियन मात्रै सब्स्क्राइबर छ। मैले यो भिडियो केवल इन्फर्मेसन पर्पजको लागि बनाएको हो। सबै खेलाडीहरू आफ्नो ठाउँमा बेस्ट छन्, त्यसैले कसैलाई पनि ट्रोल नगर्नु, चुपचाप घरमा बसेर फिफा वर्ल्ड कप हेर्नु।